हेलो साथीहरु, आज चाहिँ हामीलाई भोगेर खाने पुरै मन लागिरहेछ। यसै त अस्ति नै ल्याइरहेको थिएँ कतिवटा 5-6 वटा हैन, अब कति एउटा गर्दै खाइसकेको थिएँ। अन्त यता बाबा र म मिलेर चाहिँ अब भोगेर सार्दैछु। बाबाले चाहिँ अब काटिदिनु हुँदैछ किनकि दुईटा काट्दै थिए त, अब एउटा त काटिसकेको थियो, अब छिटो काट्नुपर्छ नभए त त्यो तितो हुँदो रहेछ कि भोगेटे। अन्त यहाँ चाहिँ हामीले बाबा र मैले चाहिँ छिलछाल पारिसकेको छु। त्यसपछि यहाँ चाहिँ मैले अब काट्दैछु। यहाँ हेर्नु चाहिँ कस्तो रातो भइरहेको छ कि कस्तो मजाको रहेछ यो भोगेटे। मैले मेरो ठुलो नदोको घरबाटदेखि चाहिँ लिएर आएको थिएँ त अस्तिको दिन। अन्त यहाँ चाहिँ अब एउटा दुईटा गर्दै खाँदैछु। अब घरमा खाने चाहिँ अब मम्मी म बाबा मात्रै हो। अन्त हस्बेन्ड चाहिँ त्यति साह्रो मन पराउनु हुँदैन। अन्त यहाँ आज चाहिँ म कसरी बनाउँछु तपाईँहरू हेर्नुहोस् होला। यसै त नर्मली कतिवटा लसुन खर्सानीहरू हालेर सार्नुहुन्छ। आज चाहिँ म यहाँ बदाम मिसाएर सार्न आँटेको छु। कस्तो दामी हुन्छ साथीहरू। यता चाहिँ मैले भोगेटे सबै छिलछाल पारेर राखेको छु। यता डल्ले खर्सानी लिएको छु रातो परेको होइन। यता लसुन, यता बदाम, यता चाहिँ यसरी पिसेर तपाईँहरूले खानुभयो भने साथीहरू कस्तो दामी हुन्छ कि। अनि एकबार चाहिँ ट्राई गर्नु होला, यसरी प्रकारले बनाएर खानु होला होइन भोगेटे लिएको बेला। यता चाहिँ मैले सिलौटामा पिस्दैछु किनकि सिलौटामा पिसेको अर्कै दामी हुन्छ कि टेस्ट। त्यही भएर चाहिँ यहाँ खर्सानी र लसुन एकसाथ पिसिसकेको छु मैले। यसलाई चाहिँ अलिकति मिही पारेर पिस्नुपर्छ कि साथीहरू। कसैले त घटा अलिकति गरेर राख्छ कि, तर मलाई चाहिँ पुरै मिही गरेर चाहिँ पिसेर खानु दामी लाग्छ भोगेटोमा। यता चाहिँ खर्सानी पिसिसकेको छु। अनि यता चाहिँ अब बदाम 2 प्याकेट लिएको छु किनकि दुईटा थियो कि भोगेटे। त्यही भएर चाहिँ दुईटा प्याकेट चाहिँ लिएर मतलब पिस्दैछु। अब बदामलाई पनि मजाले मिही पारेर यो प्रकारले तपाईँहरूले खानुभयो भने कस्तो दामी हुन्छ। एकबार चाहिँ जरुर ट्राई गर्नु होला यसरी बदामहरू मिसाएर। यसो नर्मली त खर्सानी लसुनहरू मिसाएर त कति बार खानु नै भएको छ होइन। कतिजना 1-2जनालाई मतलब थाहा छ होला सायद बदाम हालेर खानेको लागि भोगेटेमा होइन। यता चाहिँ मैले मजाले मिहीले पिसिसकेको छु। अन्त यहाँ हेर्नुहोस् त साथीहरू कस्तो दामी देखेको यस्तो लाग्छ कि सेतो तिललाई भुटेर अचार खानेको लागि जस्तो हुन्छ नि कलर चाहिँ त्यस्तै आएको छ होइन भन्नु त। अन्त यहाँ चाहिँ अलिअलि टाँसिरहेको छ। त्यो सबै सरसार पारेर चाहिँ त्यसपछि अलिकति भोगेटे लिएर चाहिँ यहाँ सिलौटामा चाहिँ प्रेसर बेसी नदिइकन अब होइन त्यहाँ चाहिँ अलिअलि टाँसेको खाले चाहिँ अलिअलि मिही मतलब हल्काले अब यसरी सरसार पार्नु होला। मलाई चाहिँ त्यसरी अचारहरू यतिकै सिलौटामा छर्नु मन लाग्दैन कि मजाले सरसार पारेर चाहिँ हालिदिनु र खानुको लागि राम्रो लाग्छ कि। अहिले त मेरो चाहिँ भइसकेको छ। यता सबै सरसार पारेर यता सिलौटा पनि धुँदैछु। त्यसपछि यहाँ चाहिँ अब चिनी अलिकति नमक होइन, कतिजना चिनी हाल्नुहुन्छ कि हुँदैन, तर हामी चाहिँ चिनी हालेर नै खान्छौँ भोगेटामा चाहिँ किनकि बेसी पिरो भयो भने यो चिनीलाई अलिकति ठिकै नर्मलमा राख्छ कि। अन्त यहाँ चाहिँ